आज फेरि उठ्दा उठ्दै बज्छ 9 अनि मम्मी भएको ठाउँमा जान्छु अनि मम्मी यसो भन्नुहुन्छ, उठ गई, कोई बात नहीं, देर से उठती ना थोड़ी, कल तो बहुत देरी हो गई थी ना, इसीलिए मैंने नहीं तुम्हें जगाया, भले सो रही। अनि बुवा चाहिँ उठेर पूजा गर्दै हुनुहुन्थ्यो अनि अबै पनि जिमबाट आइसक्नु भएको थियो अनि आज सबै घरकोले व्रत लिनु भएको थियो। एकादशीको व्रत, ठुलो एकादशी अरे, अनि त्यसको व्रत लिनु भएको थियो अनि म चाहिँ खासै व्रत लिन्न क्या, किनभने मलाई भोक लाग्छ। र आजको भिडियोमा चाहिँ म हजुरहरूलाई व्रतमा चाहिँ के खान मिल्दो रहेछ अनि हाम्रो गुजरातमा के खानुहुन्छ भनेर हजुरहरूसँग सेयर गर्छु, किनभने यो खाने आइटमहरू देखेर म सक भएछु। तपाईँहरूलाई पनि सक बनाउनको लागि मैले यो भिडियो बनाएको। अनि अहिले चाहिँ म खाँदैछु फरारी चिउडा। यो चाहिँ व्रतमा खान मिल्छ अरे। खान मिल्छ भन्ने बित्तिकै म हतपत बोटुकामा लिएर बसिहालेँ, किनभने मलाई बिहान उठ्ने बित्तिकै भोक लाग्छ। अनि चिया पनि खान मिल्दो रहेछ अनि म चिया खासै त खान, र पनि अब व्रत थियो अनि मैले त्यही भएर चिया खाएँ। अनि यो चाहिँ यो साबुदाना, आज साबुदानाको खिचडी बनाउँदै हुन्थ्यो। सो सुरुमा चाहिँ यो साबुदाना भिजाएर राख्नु भएको छ 1-2 घन्टा। र गाइज यो चाहिँ तरुलो अनि यसको चाहिँ बनाउन आँट्नु भएको छ सिरा भगवानलाई चढाउनको लागि। अनि तरुललाई तासेर राखेँ एक साइडमा। साबुदानाको खिचडीमा हाल्नको लागि आलु कट गरेर उसिन्नको लागि छोडिदिएँ अनि एकपट्टिको कुकरमा राखेँ तरुल उसिन्नलाई, अर्कोपट्टिको कुकरमा राखेँ आलु उसिन्नको लागि। अनि साबुदानाको खिचडीको लागि म सेक्दैछु बदाम। अनि तरुलमा 3-4 सिटी लगाएपछि यस्तो नरम हुन्छ। अनि यो चाहिँ हो साबुदानाको चिप्स, जुन चाहिँ रेडिमेड आउँछ। यसलाई यसरी फुलाएर खान मिल्छ। अनि जुसको लागि म काट्दैछु अनारको जुस। यो मेसिन चाहिँ मलाई एकदमै मनपर्छ, किनभने एकैछिनमा जुस निस्किन्छ। सुन्तला होस् या अनार, मौसम्बी, सबैको एकदम मजाले जुस निक्लिन्छ। अनि आलुमा पनि सिटी लाग्छ। अनि एकछिनलाई सेलाउनको लागि छोडिदिन्छु। अनि अलिअलि म भाँडा मोल्न थाल्छु। भाँडा मोलिसकेपछि म आलुलाई तास्छु अनि 4 भागमा ठुल्ठुलो पिस बनाएर काट्छु यसरी। अनि आलु हुन्छ रेडी। अनि अघि भुटेको बदामलाई चाहिँ म ग्राइन्ड गर्नको लागि रेडी बनाउँछु। यो हो अघिको तरुल। यसलाई चाहिँ मजाले यसो गरेर छानेर अनि त्यसको यसरी झोल मात्रै निकाल्छौँ तलपट्टि। छानिसकेपछि हामी कुकरमा बसाउँछौँ अनि त्यसमा अलिकति दुध र चिनी हाल्छौँ। अनि उम्लिसकेपछि चाहिँ हाम्रो प्रसाद रेडी हुन्छ, सिरा। र अब पालो छ साबुदानाको खिचडी बनाउने। सबभन्दा सुरुमा हामी अलिकति तपेलीमा तेल राख्छौँ अनि तेल उम्लिसकेपछि अलिकति निमको पत्ता हाल्छौँ। निम मतलब करी पत्ता, यहाँ निम भन्नुहुन्छ त्यही भएर। अनि हाल्छौँ आलु अनि मजाले यसरी केलाउँछौँ चलाउँछौँ। अनि अलिकति नुन हाल्छौँ अनि अलिकति बेसार अनि 1 चम्ची हाल्छौँ धुलो खोर्सानी। गाइज यो चाहिँ पिरोवाला होइन, यो कलरवाला खोर्सानी हो, यसको केही पिरो आउँदैन। अनि अलिकति कालो नमक हाल्छौँ अनि यति हालिसकेपछि मजाले फिट्छौँ। त्यसपछि अघि राखेको त्यो बदामलाई ग्राइन्ड गर्छौँ, यसरी धुलो बनाउँछौँ। अनि अलिकति चिनी पनि हाल्नुहुन्छ, किनभने गुजरातमा चिनी बेगर त केही पनि बन्दैन, त्यही भएर चिनी हालिदिनुहुन्छ। त्यसपछि अलिकति कागती निचोर्नुहुन्छ अनि ग्राइन्ड गरेको बदाम चाहिँ आलुमा हालिदिनुहुन्छ। अनि लास्टमा अघि भिजाएको साबुदाना हाल्नुहुन्छ अनि एकछिन फिट्नुहुन्छ। त्यस पछाडि हाम्रो साबुदानाको खिचडी रेडी। यो चाहिँ हरेक व्रतमा हामी खान्छौँ, जुनसुकै व्रत होस्, शिवरात्रिको होस्, श्रावणको होस्, कुनै पनि व्रतमा चाहिँ यो साबुदानाको खिचडी खान मिल्छ। हजुरहरू पनि ट्राई गर्नु होला एकचोटि साबुदानाको खिचडी। अनि हामी खानको लागि बस्छौँ। यो आलुको चिप्स, यो पनि खान मिल्छ व्रतमा। अनि अर्को छ साबुदानाको चिप्स, यो साबुदाना, मुङफली, साबुदानाको खिचडी, दही, मही, आँपको रस सब खान मिल्छ। र गाइस देखिहाल्नुभयो म चाहिँ यति मिठो मिठो खाएर व्रत बस्छु। हाम्रो गुजरातमा चाहिँ एकदम इजी छ व्रत बस्नको लागि। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।